होइन यो बीजेपी र कांग्रेसको भोट हो न, बीजेपी र गोर्खाको भोट त्यो पो बुझ्नु साह्रो भयो त। म एउटा गोर्खा भएर बीजेपीको रैलीमा या हिँडेर या भिडियो या केही तारिफको भिडियो बनायो भने के म जाति विरोधी हुन्छु? तपाईहरु मलाई फर्स्ट अफ अल यो भन्नुहोस् कि कमेन्टमा बीजेपीलाई सपोर्ट गर्ने मान्छेहरु गोर्खा विरोधी हुन्छन् र नहुँदैनन् भन्दाखेरि अगाडि हाम्रो नदुवार समष्टिमा के चल्दैछ अहिले पार्टीको हालत त्यो बुझौँ पास। हिजो भर्खरै कांग्रेस र बीजेपीको दुईजनाको झगडा हुँदाखेरि एउटा बसुमतारी भन्नेले खुकुरी निकालेर एटेक गर्यो भनेर न्यूज अहिले हाम्रो नदुवारमा यति भाइरल भएको छ कि तपाई भन्न सक्नुहुन्न। यस्तो हिसाबले हाम्रो गोर्खाको कल्चर बीचमा ल्यायौं भने हामीलाई पछाडी बहुत नराम्रो उयो हुनेछ। यो अहिले बीजेपी र कांग्रेसको पार्टी हो किनकि हाम्रो जातिको होइन। त्यो हाम्रो सुनिल छेत्री जीबाट उठ्नु भएको छ भन्दै नै हाम्रो गोर्खाको यो हुँदैन कि हामी कांग्रेसलाई नै सपोर्ट गर्ने, किनकि हामी बुझ्नुपर्छ हामीहरु कहाँबाट के हो। यो पार्टी भनेको त भोलि पनि पल्टिन सक्छ। एउटा महापुरुषले भन्नुभएको थियो कि पार्टी तो आते रहेगा जाते रहेगा लेकिन हमारा ये देश सुरक्षित रहना चाहिए भनेर। त्यही भएर हाम्रो पार्टीको भित्र नघुसौं, हाम्रो जातिलाई बचाएर राखौं। त्यही भएर तपाईलाई पनि जुन चाहिँ राम्रो लाग्छ, जुन चाहिँ पार्टी राम्रो लाग्छ तपाईहरु त्यसलाई सपोर्ट गर्नुहोस्, न हाम्रो यो गोर्खाको उयो बीचमा ल्याउनुहोस्। किनकि हाम्रो यो गोर्खाको उयो पार्टीमा मिक्स गर्ने उयो अधिकार कसैको छैन, किनकि हाम्रो यो परम्परा हो, हामीलाई जहाँ पनि काम आउने हो। पनि छ गोर्खाको एउटा आक्सु भन्ने हाम्रो अलगै उयो छ। त्यही भएर हामी यसलाई पार्टीमा नहलौं। हाम्रो एउटा पार्टी आक्सुको लिडर कोही एउटा कांग्रेस थ्रुबाट एमएलए को त्यसमा घुस्यो भनेर हामी त्यसको त्यसमा नराम्रो पनि नभनौं, त्यसलाई राम्रो गर्ने हेर्ने मान्छेले पनि अरूले नराम्रो गर्नेहरुलाई पनि नराम्रो गोर्खा विरोधी सिरोधी कहिले पनि नभनौं। किनकि यो पार्टी भनेको आज छ भोलि छैन, देश हमेशा रहनुपर्छ भन्ने कुरा तपाईहरुलाई पनि थाहा छ। यो पार्टी भनेको जहिले आज बदलिन्छ भोलि बदलिन्छ त्यो थाहा छैन र हाम्रो जाति हाम्रो गोर्खा समाज हमेशा एकता रहनुपर्छ। त्यो तपाईहरुले नबिर्सिनुहोस् र हामीहरु यो झगडा कार्य नगरौं। तपाईहरुलाई जुन चाहिँ आफ्नो पार्टी राम्रो लाग्छ त्यसलाई भोट गर्नुहोस्, किनकि हाम्रो यो जो जाति जनतालाई बीचमा ल्याउनु भयो भने पछाडी बहुत नराम्रो घटना हुनेछ। त्यसको लागि आजको यो सानो त्यो घटनाबाट मैले बुझिसके कि हाम्रो नदुवारमा आज कतिसम्म कांग्रेस र बीजेपी भोटको लागि यति उयो हुँदैछ। त्यसको लागि हाम्रो जातिलाई सेफ राखौं र बीचमा नल्याऊ। हाम्रो जातिको अलग्गै कारण हुन्छ, यो बीचमा नहोला मलाई। र आजको यो हाम्रो सानो सूचना थियो यो भिडियोबाट। र तपाईहरुलाई जुन चाहिँ पार्टी राम्रो लाग्छ त्यसलाई सपोर्ट गर्नुहोस्, अन्यथा राम्रो नलागे अरूलाई नराम्रो पनि नभन्नुहोस्। भिडियोबाट सानो इन्फर्मेसन छ। आफ्नो जातिलाई साँच्चै बचाएर र संस्कृतिले भरेर राखौं। कसैको अहंकार अहिंसा आउनु पस्नु नदिउँ।